पञ्चम ज्योति आरती लाउ त कस्तो हुन्छ गफ स्पेशल 7 वर्षपछि हामी देउरानी जेठानीको भेट अनि किचनमा पनि छोडे छैनौँ हामीले गफ गर्न यता हामी सबैजनाले जम्मा गर्नु सपना सेनी बुढी बहिनी दिदी त भन्ने अनि के त उमेरमा पनि मान्छेमा बुढी अनि अरु ठीक छ बाबुले संस्कार त्यही हुन्छ म त कालै भयो
आमा हामी हजुरका 7 भाइ छोरा एउटा छोरी 8 बाना छौँ होइन। अब यो सबै 7 भाइ छोरी सबैलाई के भन्नुहुन्छ ल, कसरी यो जीवन कसरी चलाउनु पर्छ होइन, एकअर्कामा एउटा भाइ बन्धुत्व कसरी राख्नुपर्छ होइन। बुहारीहरू छन्, नाति नातिनाहरू छन्, अब सबैलाई चाहिँ के सल्लाह दिनुहुन्छ? म के सल्लाह दिनु बाबु, राम्रो गर, नराम्रो नगर, घरमा झगडा नगर, झगडा गर्नु अलक्षण हो। राम्रो गरेर बस्ने, मिठो हाँसेर बोल्ने, सबैसित हाँसेर बोल्ने, सबैसित हाँसेर बोल्ने। पकाउने बेला हामीले हाँस्ने, खाना लिएर टकार्दा नि आज कस्तो भयो, मिठो भयो होइन भनेर हाँसेर खुसीले दिने, भित्री आत्मादेखि खुसीले टकार्ने खाना। खाना दिँदा पनि एकदम खुसी गरिदिने। पकाउँदाखेरि रिसेर पकाएको खाना बिक्सरी, ए रिसाएर पकाएको खाना बिस्सरी हुन्छ। त्यो रिसाएर पकाएको खाना, रिसले दिएको खाना त्यो त अमृत भएन, त्यो बिख हो। बिख भयो। त्यस्तो हाँसेर खुसीले खाँदैन, हाँस्ने, धेरै हाँस्ने, भित्र खुसी जहिले पनि भित्र उज्यालै राख्ने, अँधो र भित्र कत्थरै नगर्ने। दागिन भन्छ जसले जे भन्छ, आफू सफेद भएपछि अर्काले भनेर त केही हुँदैन। भित्र मन उज्यालो राख्यो भने भित्र उज्यालो शान्ति। आमा यो मान्छेले भन्छ नि सुख सम्पत्ति, अब त्यसैको लागि मान्छे कोही विदेश गएको छ। अब म पनि विदेश गएँ होइन, विदेशबाट आएँ। अर्को छोरो लन्डन छ, अर्को छोरो उहीँ क्यानाडा छ। हाम्रो मात्रै होइन, यत्रा घर बनाएको छन् वरिपरि, सबै मान्छे विदेश दौड्या छन् होइन। यहीँ पनि मान्छेसँग फुर्सद छैन बसेर, सबै बसेर सँगै खाने फुर्सद छैन। यो के हो, किन यस्तो भएको होला? त्यो अशान्ति भयो, लोभ बढो, लोभ बढो मान्छेसँग, लोभ बढो, शान्ति छैन मन। जसले धेरै सम्पत्ति धेरै पैसा आर्जन गरेको छ त्यसलाई राति निन्द्रा पनि छैन, दिन भोक छैन, त्यस्तो हो। जसले अब टेन्सन गर्छ, मनमा कुरा खेलाउँछ, यो भएन ऊ भएन भने त रातभरि ताना लगाएर सुत्छ। के को निन्द्रा लाउने हो, त्यो तानालाई हटाउनु पर्छ। के गर्नुपर्छ त्यसलाई हटाउनलाई? भित्र हेर्ने, आफ्नो भित्र हेर्ने, आफूलाई भित्र हेर्ने। बाहिर भगवान माथि नहेर, भगवान भित्रै छन्, आफूभित्र भगवान असली हाम्रा भगवान भित्रै छन्। मन्दिरमा जान्छौँ, धर्म गर्छौँ भन्छौँ, नरिवल लगाएर तोड्छौँ, लड्डु बनाउँछौँ, त्यो काम छैन। त्यस्तो गरेर मेरो ज्ञान प्राप्त हुन्न। भक्तले अलि धेरै आए हुँदो, भक्तहरू आए हुँदो पैसा धेरै हुन्थ्यो, मन्दिर गए त्यस्तो भन्छन्। मन्दिर गएर पूजा गर्ने, ढोग गर्ने, भित्र आत्मालाई ढोग गर, आफ्नो भित्र आत्मालाई हेर होइन। शान्ति त्यही छ, सबै खुसी त्यही छ, खुसी यही छ। मान्छे बाहिर हेरेर खुसी बाहिर छ कि भनेर दौडिरहेको छ, बाहिर खुसी छैन, मान्छेको भित्रै छ। बाहिर दौडेर खुसी आउन्न, भित्रै छ खुसी। अर्कालाई नराम्रो नमिठो नबोल्ने, मिठो बोल्ने, अर्काको लोभ नगर्ने, उसले यति दिए हुँदो त गएर खाना पाए हुँदो त्यो नभन्ने। आफूलाई आनन्द शान्ति होइन। अब शान्ति भएपछि आनन्द भएपछि कता न पैसा चाहियो भने जुटाइदिनुहुन्छ, खाना नभए भने उहाँले जुटाइदिन्छ, आनन्द हुन्छ। कति आनन्द हुन्छ, शान्ति हुन्छ। शान्ति नहोस् भने काँडा निल लाग्छ त हो कि होइन? मान्छेलाई चाहिँ अहिले शान्ति छैन, बाहिर खोजेको छ शान्ति होइन। सुखको लागि भनेको छ, पैसाको लागि भनेको छ, दौडेको छ, शान्त छैन, राति निदाएको छैन। साडी साडी लिएर दोकानमा गयो, ऊ साडी हेरे हान, ऊ साडी हेरे हान, ठाडो साडी ल्याए। अनि हिँड्ने बेलामा यो साडी लाउने हो कि यो साडी लाउने हो कि यो साडी लाउने हो कि भनेका छन्। अब त्यस्तो हिँड्दा जम्मै कुरा आउँछन्, जन्मेदेखि आउँछन् कुरा। माटा जन्मेको, रोएर आएको, आउँदाखेरि रोएर आएको, जाने बेला हाँसेर जाऊँ। अहिले जन्मदा केही लिएर आइएन, जाने बेला लगेर जाऊँ,
मुठिया लगेर जाऊँ शान्ति लगेर जाऊँ अरू लानु पर्दैन सम्पत्ति लानु पर्दैन शान्ति लगेर जाऊँ त्यही हो अनि आमा यो मनमा शान्ति ल्याउनको लागि अहिले सबै मनमा अशान्ति मान्छेहरू यताउति भागदौड देखिन्छ होइन मनमा शान्ति पाउनलाई के गर्नुपर्छ महाराजजीको ज्ञान ल्याउनुपर्छ महाराजजीको ज्ञानले शान्ति आउँछ जाम्दा गरे शनिबार ए के भन्नुहुन्छ महाराजजीले शान्त पाउनलाई के गर्नुपर्दो त्यो रहेछ भन्नुहुन्न उहीँ महाराजजीले भनेको सुन्ने हो नत्र मोबाइलमा सुने हुन्छ मैले लगाइदिउँला मोबाइलमा होइन भन्न त हुन्छ नि के भन्नुहुन्छ महाराजजीले जस्तो कि मनमा शान्ति ल्याउनको लागि अब भित्र हेर। ध्यान भित्र हेर बाहिर नहेर भित्र हेर कलिला आउँछ बाहिर नहेर भित्र हेर आनन्द त्यहीँ भित्र आनन्द त्यहीँ छ शान्ति त्यहीँ छ सुख त्यहीँ छ सम्पूर्ण कुरा सबै कुरा त्यहीँ छन् भित्र शान्ति आनन्द ल्याऊ तिमीलाई केही गर्न पर्दैन एउटा रोटी आनन्दले खान मिल्छ पिर नगर अनि आमा बिहान कति बेला उठ्नुहुन्छ कति बजे म 3 बजे हो बेला सुत्न पाएँ भने म त 9 बजे सुत्यो भने 3 बजे त न्यामै उठ्छु ए 3 बजे उठेर के गर्नुहुन्छ 3 बजे उठेर पहिला 3 बजे उठेर अभ्यास गर्छु बस्छु गुरुले दिएका 4 क्रिया छन् तिनी ध्यान गर्छु ध्यान गर्नुहुन्छ अनि त्यहाँ ध्यान गर्छु त्यहाँ त्यो सकेपछि दुई फेर माला जप्छु बसेर एउटा माला जपिसकेपछि अब कसरत गर्छु अब यता खुट्टा पसारेर योगा गर्नुहुन्छ यसो गर्छु यो ढाड दुखेर खुट्टामा पाइलो सारा नभएर यहाँबाट पल्टो चौरासम्म जानु नभएर ढाड नचलेर त्यसो गरेर त्यही गर्छु उहाँबाट यसो गर्छु त्यो हात माथि लैजाँदाखेरि त्यो ब्लड सर्कुलेसन राम्रो हुन्छ भन्छन् क्या यसो गर्छु उहाँबाट यस्तो गर्छु बेसी ए यसरी योगा गर्नुहुन्छ कतिपल्टसम्म गर्नुहुन्छ यति अब एकै फेर गर्छु अब यति गर्छु यता कर्नपछि खुम्चाएर खुट्टा खुम्चाएर हात टुक्दा यता लान्छु एउटा यता लान्छु त्यति हो धेरै गर्दैन म त ए अनि अब औषधि गेस्ट्रिकको औषधि अमला टोप्रेझार बिर्सिन्की पारिजातको फुल जम्मा पारेर कुटेर बिरी नुन बनाएर डब्बा राखेर खाइयो पहिला फेरि यो यहाँ पाउँछ त्यो भिरसिङ्कीहरू पाउँछ र यहाँ पाउँछ तमसबाट ल्याइदिनु पठाइदिनु ए फुबुल ल्याइदिनु भएको पठाइदिनु अनि उहाँ पाइन्छ नि अब त्यो राक्सीतिर फोहोर गर्नु राक्सी ल्याइदिउँ कानको लागि आँखाको लागि आँखाबाट आँसु आउने आँखा आउने मडा त्याजिलो हुने उज्यालो त्यो के जडीबुटीहरू राख्नुहुन्छ तुलसी पत्ता पात तुलसीको पत्ता दुबो टोप्रेझार भए धनिया त्यसलाई के गर्ने त्यसलाई पिस्ने त्यो सबै पिसेर थिचेर निचारेर खायो यति मिर्सी राखेर खाएन भने घर खान्छ नि हो यो हात नखाम पकाएर खाम मनहरू झन् पकाएर खाने गरी त्यो सबै टिपेर यहीँबाट लिएर आउनुहुन्छ बाटाबाट बारीबाट पत्तर त्यहाँ यतिखेर पर्सबारी गएर खान त्यहाँ छेउमा दुबो छ त्यहाँ जाँदा तिर्दै ल्याउँछु बाटाउँदै कोही फोहोरो हुन्छ के हुन्छ टोप्रेझार कहाँ पाउँछ यहाँ माथि त्यत्रो देखाएको छैन घरमै लाउनुहुन्छ घर यत्रीको लिएर लागेको त्यो त गमला भरि छ ए अनि टोप्रेझार डुबो अनि अर्को के धनिया पनि हुन्छ नि पाइए त धनिया पनि हो ए धनिया अनि अरू टोप्रेझार धनिया डुबो
त्यसले पतेना। पदिना पनि त्यसले हाम्रो अनुहार उज्यालो बनाउने खाना रुचि गर्ने खाना पनि रुचि हुन्छ अनि अरू पेटको विकारहरू फाल्ने पेटको विकार त खै भनेन नभने कुरो आँखा तेजिलो गराउने म त यो चख्न नलाग्ने हिँड्न सक्दिनँ हिँड्छ अचार म पोल्दोसम्म जान्छु आँसु आउने कान्छाको पनि आँखा देख्दिनँ म त अचार आँखा देख्छु भन्छ त्यो खाएपछि ए त्यो त धेरै धेरै राम्रो भयो त त्यो मैले खान थालेको त यहाँ त लगातार नखाएर 3-4-5 वर्ष भयो 6 वर्ष भयो दुबो नपाइने क्षेत्र राख्सीमा उहाँ क्षेत्री पाइन् त कहिले त्यहाँ ल्याउँथेँ पोहोर खरबङ गएमा पनि त अरूका गराउँदै खोजेर यति ल्याएर मिस्टर यता मिस्टर हुने हो नि त मिस्टर आसिएर हाल्यो जुस बनायो खायो यसले निद्रा लाग्नलाई के कतिको सहयोग गर्छ कोही मान्छे हुन्छ नि रातिमा निद्रा नलाग्ने निद्रा मलाई निद्रा जत्तोसुकै लाग्छ कि म त बढी जबरजस्ती उठेर राम्रो निद्रा लाग्छ रातिमा म त जहिले पनि भात खानु पनि अहिले त अझ पनि यत्रो एक थाल भात खान्छु होइन सस्तै बनाएको मोडा पनि उज्यालो छ नि त त्यो खान्छ मनिषाले खान्छ मिर्सी राख्ने यिन त खानु खोज्दिनँ मनिषा हेल्दी भएर होला नखाएको हेल्दी भएर त्यो बाबुलाई खाना भन्छु त्यही खान्न कहिले खान्छ यति आमा छोराले त्यसलाई अब आँखा कमजोर हुन लागेर भन्थ्यो र आमाले बरु देख्नुहुन्छ भनेर भन्यो मेरो आँखा कमजोर भएर अब कमजोर आँसु आउने त्यही भएर खानु लागेको आज 11 दिन भयो नछुटाएर खाइछु 15 दिनसम्म मलाई कहिले कहिले खानु आउँदा खाए लगातार खाए पनि हुन्छ यसलाई खाली खाएन भने लो गराउँछ प्रेसर लो गराउँछ खाना हुन्न धेरै म त अब मिर्ची राखेर पकाएर त्यसलाई गुलियो बनाएर खाएपछि त लो गराउन पाउन्न ओके